ओइ भविष्यमा तेरो के भन्ने सपना चाहिँ छ? सपनै छैन हौ मेरो त केही न केही त हुन्छ क्या के छ भविष्यले जे बनाउँछ त्यही भन्ने हो नि तेरो चाहिँ के सपना छ त भविष्यमा के भन्ने सपना छ अरे यार यसको त जोनी सिंह बन्ने सपना होला नि टैट बिल्ला नगर न हौ केटा हो भविष्यमा म त पाइलट भन्ने हो नि राम त्यति ठुलो सपना यसले त पुरै सक बनाइदियो त यार अनि म जस्तो भयो त्यस्तो सपना कहाँ देख्नु त होइन मलाई अचम्म लागेको कुरा के नेपाली सब्जेक्ट फेल गर्ने मान्छेले आकाशमा हवाई जहाज कसरी उडाउन सक्छ हो यो पनि होइन नेपाली फेल भएर के भयो त सोसियल पास गरियो भने सकिहालिन्छ नि के नेपाली र सोसियलको कुरा गरिरहेको पाइलट भन्नलाई त नि जापानिज पढ्नुपर्छ के केटा हो जापानिज अनि तिम्रो चाहिँ के छ त भविष्यमा के भन्ने सपना छ त मेरो त ओन्ली वान ड्रिम भनेको एउटा गर्लफ्रेन्ड बनाउनु हो क्या किन नि किन पो भन्छ अहिले म सिङ्गल छु नि त ल मा अनि अहिले सिङ्गल चाहिँ किन बसेको त सिङ्गल किन बसेको रे अबको 1 दशक वर्ष पछाडि तेरो दाइले पैसा कमाउँछ क्रस फायर हानिदिन्छ त्यसपछि केटीहरू त 10-15 जना लाइन लगाइदिन्छु अनि केटा पैसा हुँदैमा क्रस फायर हुँदैमा 10-15 जना केटी पट्याइन्छ भन्ने के छ त है यसले त अनि पैसा क्रस फायर भयो भन्दैमा होइन केटी आफ्नो पछि पछि लाग्ने जस्तो कुरा पो गर्छ त ल किन चाहिँ आउँदैन हौ मनी इज एभ्रिथिङ भन्ने डाइलग त सुनेको छौ नि आजभोलिको संसार त्यही हो सब थोक पैसा हो क्या पैसा